आज हामी कुरा गर्नेछौँ नेपालको ओडिआई क्रिकेट टिमको बारेमा, जुन चाहिँ वान डे क्रिकेटमा जब नेपालले खेल्ने मौका पाउँछ त्यसमा धेरै जसो गेमहरू हारेर नेपाल फर्केको रेकर्डहरू धेरै नै छ। यो अघिल्लो हप्ता मात्रै भएको टी20 वर्ल्ड कप क्वालिफाईको सिरिज जितेसँगै लगातार 5 वटा टिमलाई हराएर टी20 वर्ल्ड कप क्वालिफाईको लिग सिरिज जितेर विश्व रेकर्ड नै कायम गरेको थियो, विश्वमा रेकर्ड नै कायम गरेको थियो। ओमान लगायत कतार, सामुन लगायतका अन्य देशहरूलाई हराएर नेपालले ट्रफी भित्राएको थियो भने चाहिँ जब ओडिआई वान डे क्रिकेटको पालो आउँछ र वान डे क्रिकेटमा चाहिँ नेपालको पर्फर्मेन्स एकदमै नराम्रो रहन्छ। हिजो मात्रै भएको युएसएसँगको म्याचमा चाहिँ 106 रनले हार्न पुग्यो। नेपालले 265 रनको टार्गेट पाएको थियो, त्यो जुन चेन्ज गर्न सकेन। यसमा छलङ्गै देखिन्छ भने चाहिँ नेपाल क्रिकेट टिमको ब्याटिङ लाइन एकदमै कमजोर छ, जुन चाहिँ प्र्याक्टिसको एकदमै कमी रहेको छ। प्र्याक्टिस कम र टी20मा भने चाहिँ 20 ओभरको म्याच हुन्छ र जसोतसो नेपालले जित हासिल गर्छ, धेरै रनले होस् या 1 रनले होस् या अरू कुनै कारणले होस्। तर जब ओडिआई र वान डेको कुरा आउँछ तब चाहिँ नेपालको ब्याटिङ एकदमै नराम्रो प्रदर्शनमा रहन्छ। यसमा चाहिँ मेन कमजोरी नेपाल क्रिकेटको ब्याटिङ लाइनको एकदमै प्र्याक्टिस कम भएको र क्रेजमा टिक्न नसक्ने र धेरै लामो पारीहरू खेल्न नसक्ने रिजन आउँछ। र युएसएको बलर जुन चाहिँ अघिल्लो सिजन एनपिएलको सुदूरपश्चिमको टिमबाट खेलेका थिए, त्यहाँ चाहिँ 6 विकेट लिन सफल भएका छन्। नेपालले अहिलेसम्म ओडिआई क्रिकेट वर्ल्ड कप खेल्न सकेको छैन, क्वालिफाई हुन सकेको छैन। वान डे क्रिकेटमा नेपालको ब्याटिङ एकदमै कमजोर देखिन्छ, क्रेजमा टिक्न सक्दैनन्, ब्याटरहरूले लामो पारीहरू खेल्न सक्दैन, बलरलाई राम्रोसँग डिफेन्ड गर्न सक्दैन। र यसै भयो युएसएको म्याचमा जुन चाहिँ 265 को टार्गेट पनि चेज गर्न सकेन, चेजै नगरे पनि एकदमै राम्रो प्रदर्शन गर्न सकेन, एकदमै नराम्रो प्रदर्शन गरेर हार बेहोर्न पुग्यो। 106 रनले नेपाल हार्न पुग्यो। सबैभन्दा हाइस्ट स्कोर दिपेन सिंह ऐरीको 40 रन थियो भने चाहिँ त्यसपछि आरएफ सेवको थियो। र युएसएको ब्याटरहरूले र बलिङहरूले भने चाहिँ बलरहरूले चाहिँ एकदमै राम्रो प्रदर्शन गरे। ब्याटिङमा पनि हाइस्ट स्कोर 70 रन थियो भने चाहिँ बलिङमा चाहिँ नेपाल विरुद्ध 6 विकेट लिएका थिए हरमत सिंहले चाहिँ, जुन चाहिँ योभन्दा अघिल्लोको सिजन एनपिएल सिजनमा चाहिँ सुदूरपश्चिमको टिमबाट थिए र अहिले नेपाल विरुद्ध 6 विकेट लिएर आफ्नो रेकर्ड नै कायम गरेका छन्। अहिलेसम्म कुनै पनि प्लेयरले नेपाल विरुद्ध 6 विकेट लिएर आफ्नो रेकर्ड राखेका थिएन, तर हरमत सिंहले भने चाहिँ 6 विकेट लिएर रेकर्ड राखेका छन्। र यसबाट थाहा हुन्छ कि नेपालको ब्याटिङ लाइन कतिको कमजोर छ र एकै प्लेयरले एकै बलरबाट कतिजनालाई आउट गर्न सक्यो र नेपालको 6 जना ब्याटरहरूलाई, त्यो पनि ओपनरहरूलाई आउट गर्यो एउटै बलरले। भनेपछि नेपालको ब्याटिङ लाइन एकदमै कमजोर नै छ, प्र्याक्टिसको एकदमै कमी नै छ र ओडिआईमा राम्रो पारीहरू खेल्न सक्दैन। र टी20 वर्ल्ड कपमा क्वालिफाई भए तापनि ओडिआईको चाहिँ एकदमै भ्यालु नै ठुलो हुन्छ। तर नेपाल क्रिकेट टिमले भने चाहिँ यसमा आफ्नो स्थान ओगर्न सकेको छैन र यसमा मेन रिजन भने चाहिँ ब्याटिङ लाइनको एकदमै कमजोर छ।